एटलान्टिक महासागरको बीचमा तैरिरहेको यो भव्य जहाज कुनै समय पर्यटकका लागि स्वर्ग जस्तै मानिन्थ्यो। तर अहिले यो एउटा तैरिरहेको चिहानमा परिणत भएको छ, जहाँ हरेक कोठामा मृत्युको भयले मानिसहरू छटपट्याइरहेका छन्। एन्टार्क्टिका जस्ता दुर्गम र मानव बस्ती नभएका क्षेत्रमा विलासी यात्रा गराउने एमडी जहाज अहिले हान्ता भाइरसका कारण बिरामी हुने र मर्नेको संख्या बढेसँगै भयानक स्वास्थ्य सङ्कटको केन्द्र बन्न पुगेको छ। अब यहाँ प्रश्न उठ्छ, मुसाबाट मात्रै सर्ने हान्ता भाइरस आखिर यो विलासी जहाजमा कसरी फैलियो त? दर्शकबिन आउनुहोस्, आजको यस श्रृङ्खलामा हामी एटलान्टिक महासागर बीच तैरिरहेको चिहान बन्न पुगेको विलासी जहाज एमडी हन्डस र यहाँ आतंक मचाइरहेको घातक हान्ता भाइरसको बारेमा विशेष चर्चा गर्नेछौँ।